दर्शकबिन नमस्कार। अहिले हामी यो देवानगञ्ज गाउँपालिका वडा नम्बर 1 मा छ र अहिले यहाँ जुन भर्खरै 7 बजेतिर एउटा घटना घटेको छ, गोलीकाण्ड भएको छ र जसमा गोली लागेर घाइते भएको छ शिवकुमार मेहता अनि रबिन यादव, जसलाई नाकमा गोली लागेको छ र यो शिवकुमार मेहता भन्ने उहाँको पेटमा गोली लागेको छ। उहाँ अहिले विराटनगरमा उपचारको लागि जानुभएको छ। त्यस्तै एउटा पिन्टु यादव हुनुहुन्थ्यो र यो घटना चाहिँ के कारणले घट्यो भन्दाखेरि हामीले यहाँ घाइतेहरूसँग सोद्धाखेरि केही दिन अगाडि पैसाको लेनदेनको कुरा थियो, त्यही भएर यो घटना आज घटेको हो। र गोली हान्नेमा जसले गोली प्रहार गरेको उहाँहरूको नाम उहाँहरूको साथी नै हो र साथीहरूमा जस्तै एकजना हुनुहुन्छ कामेश्वर यादव हुनुहुन्छ, यही देवानगञ्ज वडा नम्बर 7 का हुनुहुन्छ र उहाँकै छोरा जयकृष्ण यादव समेत उहाँको साथमा हुनुहुन्थ्यो र एकजना अझै हुनुहुन्थ्यो जुन भारतको बिहार राज्यबाट आउनु भएको थियो र उहाँको नाम चाहिँ राजा पासवान रहेको छ। र यो राजा पासवान चाहिँ तपाईले भारतमा पनि उहाँ चाहिँ विगतका दिनहरूमा त्यस्ता घटनाहरूमा संलग्न रहेको तथ्यहरू विभिन्न सञ्चार माध्यमहरूमा आएको हामीले पाएका छौं। र यो घटना चाहिँ अहिले देवानगञ्ज गाउँपालिका वडा नम्बर 2 र 1 भन्ने यो जुन हाम्रो यो चमेनिया पोखरीतिर, यानी चमेनिया पोखरीतिर जुन बाटो जानेछ देवनी मिल भन्दा पूर्वतिर, त्यही ठ्याक्कै बीच बादमा खाली ठाउँमा त्यो गोलीकाण्ड भएको थियो र यसमा गोली लागेर जुन घाइतेहरू छ त्यसको अहिले 2 जना यहाँ मेडिकलमा उपचार भइरहेको छ भने एकजना विराटनगर गएको अवस्था रहेको छ र यसबारे थप हामीले जानकारी तपाईहरुमा उपलब्ध गराउने नै छौं। खासमा भएको चाहिँ के हो? आज खासमा भएको के चाहिँ अब यिनीहरू के कस्तो थियो भने थाहा छैन त्यो कुरा। र मलाई फोन गर्नुभयो फलानु कामेश्वर यादव र कामेश्वर यादवको छोरा जयकृष्ण यादव, भारतको बस्ने राजा पासवान भन्ने, यो 3 जनै थियो गोली हान्ने बेलामा। कामेश्वर यादव र जयकृष्ण यादव, राजा पासवान, यो 3 जनै थियो गोली हान्ने बेलामा। एउटालाई गोली हान्ने शिवकुमार मेहता भन्ने गोली हान्ने पेटमा, उसको तल के भन्छ पछाडि सवार थियो पिन्टु यादव, उसलाई गोली हान्न बित्तिकै बाइक लड्यो, ऊ घाइते भयो। अनि त्यसको अर्को बाइकमा रबिन यादव र अर्को केटा कुन थियो, रबिन मात्रै थियो, उसलाई गोली हान्दाखेरि यहाँ अलिकति सिपेपछि नाकबाट छोडेर गोली निस्कियो। अनि यसमा चाहिँ यो गोली हान्ने चाहिँ कारण चाहिँ के हुन सक्छ होला? कारण चाहिँ के मलाई थाहा छैन, चाहिँ पनि कुनै ऋषि के एकाएक यिनीहरूको भने एकाएक आएर एट्याक गर्यो।